11 अध्याय। मेरो अनुकरण गर्ने हो जसरी म ख्रीष्टको अनुकरण गर्दछु। म तिमीहरूको तारिफ गर्दछु किनकि सबै विषयमा तिमीहरू मलाई सम्झन्छौ र मैले तिमीलाई दिएका शिक्षाहरू कायम राख्दछौ। तर तिमीहरूले यो बुझ भन्ने म चाहन्छु कि हरेक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ, स्त्रीको शिर तिनको पति हो अनि ख्रीष्टको शिर परमेश्वर हुनुहुन्छ। प्रार्थना गर्दा वा अगमबाणी बोल्दा आफ्नो शिर ढाक्ने मानिसले आफ्नो शिरको अपमान गर्दछ, तर शिर खुला राखेर प्रार्थना गर्ने अथवा अगमबाणी बोल्ने स्त्रीले आफ्नो शिरको अपमान गर्दछे, किनकि यो उसले आफ्नो केश खौरेको जस्तो हो। किनकि कुनै स्त्रीले शिर ढाक्दिन भने बरु उसले केश काटोस्, तर केश काट्नु कि खौरनु स्त्रीको निम्ति शर्मको कुरो हो भने त उसले शिरमा घुम्टो हालोस्। पुरुषले आफ्नो शिर ढाक्नु हुँदैन, किनभने ऊ परमेश्वरको प्रतिरूप र गौरव हो, तर स्त्री चाहिँ पुरुषको गौरव हो। किनकि स्त्रीबाट पुरुष बनिएको होइन, तर स्त्री चाहिँ पुरुषबाट बनिएकी हो। स्त्रीको निम्ति पुरुष सृष्टि भएको होइन, तर स्त्री पुरुषको निम्ति हो। यसै कारण र स्वर्गदूतहरूका खातिर पनि स्त्रीले आफ्नो शिर घुम्टोले ढाकेको हुनुपर्छ। तरै पनि प्रभुमा पुरुषबाट स्त्री स्वतन्त्र हुँदिन, न त स्त्रीबाट पुरुष नै। किनकि जसरी पुरुषबाट स्त्री बनी त्यसरी नै पुरुष स्त्रीबाट जन्मन्छ, तर सब थोक परमेश्वरबाट नै आउँदछ। तिमीहरू आफै विचार गर, शिर नढाकी परमेश्वरलाई प्रार्थना गर्नु स्त्रीलाई सुहाउँछ र? पुरुषले लामो केश पाल्यो भने त्यो त्यसको निम्ति शर्मको कुरो हो भनी के प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र? तर यदि स्त्रीको लामो केश छ भने त त्यो उसको निम्ति गौरव हो, किनकि स्त्रीको केश उसलाई ढाक्नलाई दिएको हो। तर कसैले यस विषयमा वाद विवाद उठाउन चाहन्छ भने हामी चाहिँ अरू कुनै प्रथालाई मान्यता दिँदैनौं, न त परमेश्वरका मण्डलीहरूले दिन्छन्। तर यी आदेश दिँदा म तिमीहरूको प्रशंसा गर्दिन, किनकि तिमीहरू भेला हुँदा त्यो असलको निम्ति हुँदैन, तर त्यो अझ खराबको निम्ति हुन्छ। किनकि पहिले त मण्डलीमा एकसाथ भेला हुँदा तिमीहरूमा फाटो हुन्छ भन्ने म सुन्दछु, अनि केही मात्रामा म त्यो विश्वास पनि गर्दछु। तिमीहरू मध्ये साँचा मानिसहरू चिनिनलाई तिमीहरूमा मतभेद हुनु पनि आवश्यक नै छ। तिमीहरू एकसाथ भेला भएर खानपान गरेका चाहिँ प्रभु भोज होइन, किनकि खाना बस्दा हरेकले आफ्नो भोजन खान थाल्छ र कोही भोकै रहन्छ अनि कोही चाहिँ मध्यले मातेको हुन्छ। खाना र पिउनलाई के तिमीहरूका आफ्ना आफ्नै घर छैनन् र? अथवा के तिमीहरू परमेश्वरको मण्डलीलाई तुच्छ ठान्छौ र केही नहुनेहरूको अपमान गर्दछौ? म तिमीहरूलाई के भनौं? के यसको निम्ति म तिमीहरूको प्रशंसा गरौं? म कदाचित प्रशंसा गर्दिन। किनकि प्रभुबाट मैले जे पाएँ सो तिमीहरूलाई सुम्पिदिए, अर्थात् जुन रात उहाँ पक्राउ पर्नुभयो त्यो रात प्रभु येशूले रोटी लिनुभयो र धन्यवाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र भन्नुभयो, यो तिमीहरूका निम्ति मेरो शरीर हो, यो मेरो सम्झनाको निम्ति गर। त्यसै गरी खाएपछि उहाँले कचौरा लिएर यसो भन्नुभयो, यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो। जहिले जहिले तिमीहरू यो पिउँछौ मेरो सम्झनामा यो अक्सर गर। किनभने जहिले जहिले तिमीहरू यो रोटी खान्छौ र यस कचौराबाट पिउँछौ उहाँ नाउन्जेल तिमीहरू प्रभुका मृत्युको घोषणा गर्दछौ। यसकारण जसले अयोग्य रीतिले प्रभुको रोटी खान्छ कि प्रभुको कचौराबाट पिउँछ त्यो मानिस प्रभुको शरीर र रगतलाई अपवित्र तुल्याएकोमा दोषी ठहरिनेछ। हरेक मानिसले आफूलाई जाँचोस् अनि मात्र त्यसले रोटी खाओस् र कचौराबाट पियोस्। किनकि प्रभुको शरीरलाई नचिनिकन जसले खान्छ र पिउँछ त्यसले त्यो खाएको र पिएको कारणले आफूमाथि दण्ड ल्याउनेछ। यसै कारण तिमीहरू मध्ये धेरैजना दुर्बल र रोगी छौ र कतिजना चाहिँ मरिसकेका छन्। तर हामी साँच्चै आफैले आफैलाई जाँचेका छौं भने हामी न्यायमा पर्ने छैनौं। तर जब प्रभुले हाम्रो न्याय गर्नुहुन्छ तब हामीलाई ताड्ना दिनुहुन्छ, ताकि संसारसँग हामी दोषी नठहरियौं। यसकारण मेरा भाइ हो, खानालाई एकसाथ भेला हुँदा एक दोस्रोलाई पर्ख। यदि कोही भोको छ भने त्यसले घरैमा खाओस्, नत्र त एकसाथ भेला हुँदा तिमीहरू दण्डको भागी हुनेछौ। अरू कुराहरूका विषयमा म आउँदा निर्देशन दिनेछु।